मिस खिचिरहेछौ खै त होइन कता भनेको खै Okay, take 2, go. नमस्ते श्रोताबिनहरू ल फेरि पनि एउटा नयाँ ब्लग लिएर आएको छु आज अस्तिको ब्लग पछि ट्याक्कै 7 दिनपछि होइन र आज चाहिँ के हुँदैछ आजको दिन यो शनिबार छ विकेन्ड है अनि आज चाहिँ फ्यु एक्टिभिटिज गोइङ अन स्टार्टिङ विथ आवर मर्निङ हाइक माथि साथीहरूसँग जाँदैछौँ र त्यसपछि दिनभरिको गतिविधि अनि भरे बेलुकीको हाम्रो प्रोग्राम तपाईँहरूलाई म यो ब्लग मार्फत देखाउने छु है त स्टे विथ मी गइँदैछ खुइ खुइ हिँड्दै बुढाबुढी होइन ओ मिस ल मेरो ब्लगमा आइ भनिदेऊ न नलजाउ न एनिवे जोक्स एपार्ट सर हेलो ल हाम्रो सर आइसकेको छ ल सर मर्निङ है ल हाम्रो साथीहरू आमा नानी पनि रु पनि छ है विदाउट सर लुकिङ ड्यासिङ है ल बहिनीहरू अगाडि गइसक्यो ठिकै छ हामी बिस्तारै हिँड्नुपर्छ होइन सर ल वेलकम टु माई ब्लग है सर विक्रम चाहिँ उयो है मेरो लास्ट ब्लगमा मैले थ्याङ्क यू भनेको थिएँ नि त ट्रेन स्टेसनमा कमिटेड थ्याङ्क यू निम्स दाईलाई टक्कर हान्ने सरले ल एनिवे बढौँ अगाडि ल है हिँडेको त्यस्तै 45 मिनट भयो बढ्दैछौँ हाम्रो टोली बढ्दैछ उकालो है धेरै छैन ल यस्तो छ भ्यू है तल हामी चाहिँ हल्का डाँडातिर आइसकेको छौँ ल टोली बढ्दैछन् ल है यस्तो छ अब मोटामोटी 15 मिनटमा पुगिन्छ होला हामी माथि है खतरा दिँदैछ उकालो है ऱ्यापिडो सर फेरि नानी बोकेर है नानी स्लिप फेरि है कस्तो स्मुथ बोक्दियो होला सरले नानी सुतिसक्यो राम्रो छ नि यहाँ हिँड्ने बाटो यहाँदेखि हिँडौँ न हामी त हिँड्नु त आहा के छ यहाँ सानो घर पो रहेछ त बेलाउती मुसाहरूको घर होला ल ल बढौँ आइपुग्यो है अब ल देखिहाल्नुभयो हामी हाम्रो गन्तव्य आइसकेको छौँ आज सुजन हिल करिब 1 घन्टा जस्तो लाग्यो हामीलाई तलदेखि लिएर आइपुग्यो तर एकदमै राम्रो साँझ वातावरण पनि एकदम राम्रो छ लेक छ सर ल अनि कस्तो भयो त हाइक आज छोटो छोटकरीमा देऊ न ल जानु छ यार हाम्रो साथी ल हाम्रो साउनीले चिया तयार गर्दै हुनुहुन्छ है आहा ल पक्का हाम्रो धरानको होइन याद दिलाइदिन्छ है इटरी पनि सरलाई फेरि छुट्याए भन्छ है इटरी धरान इटरी है ल थ्याङ्क यू मिस चियाको लागि ल सर आउँ ट्याक्क भ्यू हेर्दै चिया खाने ल ट्याक्क भ्यू हेर्दै है ल र अहिले चाहिँ हामी यो चर्च टाउन हिलतिर आइपुगेको छौँ अघि भर्खरको चुजन हिलको पूर्व दिशातर्फ छ है एकदमै राम्रो क्याथेड्रल छ यहाँ माथि है चिहानहरू छन् एकदम पुराना चिहानहरू है 300 वर्ष 200 वर्ष पुराना चिहानहरू हामी अलिकति मासतिर पुगेर फेरि अर्को फुटेज देखाउँछौँ है ल यस्तो छ है साथीहरू अगाडि बढिसकेका छन्
म पनि अब अगाडि बढ्छु तपाईँहरूलाई यहाँ भ्यू देखाउँदै है। चर्च माथि छ, टक्क जाने हो यसरी है। स्पेसली हाम्रा विदेशी मित्रहरू पनि छन्, हिँडेर आएका छन् यहाँ हामी सँगसँगै। लभली फ्लावर्स यस्तो छ डाँडा तलतिर, एकदमै खुला हाम्रो चेल्टनम सहर देखिन्छ है यहाँदेखि चाहिँ। एनिवे चर्च बढ्दैछौँ, हातले खिचिरहेको छु है मैले बाइ द वे साथीहरू। गिम्बल सिम्बल छैन अहिले, त्यही भएर अलिकति अनस्टेबल भए माफी पाऊँ। यस्तो खेतहरू छ है, खैरेहरूको खेतहरू हो यो चाहिँ। घोडासोडाहरू पाल्छ है। प्लेन्स क्वालिटी त खतम छ, आइफोन 10 हो त्यही भएर है। ल साथीहरू, हाम्रो हाइक टु चुजन हिल एन्ड चर्च डाउन चाहिँ अब अन्त्य भइसकेको छ। अब हामी फर्किँदैछौँ ओह्रालो है। अनि अब आजको फलोअप त्यसपछि घर पुगेर भरे बेलुकीको प्रोग्राम छ, त्यसको लागि तयारीहरू गर्नुपर्ने छ होइन। पकवानहरू पकाउने, खानपिन यताउति त्यो आउँदै गर्छ है त। ल हामीसँगै रहनु होला। हाम्रो भेडा साथीहरू भर्खर बाटो छेकेर बसिरहेछ है। मान्छे हिँडेको चाल पाएर पुरा साथीहरू नभाग न हौ, बसेर चिया खाउँ। ल भाग्यो सबै भाग्यो। ल घर आइपुगिसकेको छ है, रिल्याक्स छ। आमामा नानीले ल पेडल गिटार बजाउँछ है। ल ठिक छ। किचनमा ठाङठाङ ठुल्ठुलो आवाज आउँदैछ। के गर्दैछ हाम्रो मिसेसहरूले, यसो क्विक अपडेट गर्छु। ल किचन यस्तो छ है। आहा ल के पाक्दैछ हौ? फेरि रिटेक गरेको? अहिलेको अलिकति बिग्रियो क्या। आजको लन्च हाम्रो है धरान स्टाइल चाउमिन र मोमो छ, पक मोमो ह्यास्टी बनाएको है। मोमो चाहिँ हामीले अस्ति तयार गरेको थियौँ घरमै। लुक्स मामा मिया। ल ल यस्तै छ अब लन्च पछिको काम। भरे 30-35 जनाको लागि बनाइँदैछ। आफ्नो भागमा चाहिँ आलु कोपी परेको छ है, गर्दै तयारी सुरु भयो। होपफुली मजाले पाक्छ होला। ल पाक्दैछ, खै अलिकति देऊ त नुन चाख्नु, हातमा देऊ न। ल प्रोग्राम जाने बेला हुन आँट्यो। अब मिसेस माथि तयार हुँदैछ। हामीलाई चाहिँ त्यही हो 5-10 मिनट लाग्छ है तयार हुनु। त्यसैले एकछिन रिल्याक्स गरेको चिया खाँदै होपफुली अब आधी घन्टातिर हिँडिन्छ होला यहाँदेखि। ल हतार भयो है, प्रोग्राम आइसकिएको छ। भित्र जाउँ कस्तो छ माहौल। यता छ मोटामोटी सबै मान्छेहरू आइसक्नु भएको छ है। दिदीबहिनीहरू त दाहिनेतिर हुनुहुन्छ। अनि यहाँ बिचमा फ्यामिलीहरू बसिरहेछन् सबै। स्टार्टर सुरु भइसकेको छ, यहाँ लाइन लागेको छ होइन स्टार्टरको लागि। ल के छ स्टार्टरमा? सेलरोटी, आलुदम। विवेक ठिकै छ? ठिकै छ। यहाँ पहाड जस्तो ल अहिले हाल्नै पऱ्यो नि, खानै पऱ्यो नि होइन। ल सोन आउँदैछ उता है, सोन। ल ल है ल स्टार्टर हुँदैछ है। ल हामी पनि जोइन गर्छौँ अब। सोन भाइ है एकदम भोकाएको जस्तो देखिन्छ, चना टिपी खाँदैछ है। विगतको कुरालाई सम्झिँदै सोन भाइले। सोन
ठिक छ ठिक छ नि होइन थम चेक ल यस्तो छ है स्टार्टर भइसकेको छ अब शीतन होइन चट्ट सोमरससँग बिङ्गो खेल्दै होइन बिङ्गोमा जित्नुपर्छ है आज ल 50 क्विट जित्नुपर्छ सोनमा ब्लगमा शीतल खाने पैसा निकाल्नु पर्ने अलिक ठुलो बोल है सुन्दैन माइक छैन कि शीतल खाने पैसा निकाल्ने शीतन खाने पैसा निकाल्ने होइन सङ्गम भाइ भित्र है यहाँ सुदीप भाइसँग ल ल ल ठिक छ ठिक छ ठिक छ अब हाम्रो आजको इभिनिङको प्रोग्रामको हामी नेक्स्ट इभेन्टतिर हामी लाक्पा भाइ बिङ्गो चालकमा आज होइन बिङ्गो आयोजकमा सबैसँग एटलिस्ट मान्छेको जितेको छ है थर्ड लाइन जितेको छ थर्ड लाइन होइन आज लकी भइरहेको छ पैसा आउँछ सोफार लकी होपफुली अब हाउसफुल जितिन्छ है ल अर्को विजेता छ हौजीको है फर्स्ट लाइनको विजेता छ ल जित्नेले चाहिँ नाच्नुपर्छ है ल यसरी ल ठिक छ ल भर्खरै अर्को विजेता छ होइन मिडल लाइनको विजेता भइसकेको छ अब जित्नेहरूले चाहिँ नाच्नुपर्छ है तपाईँहरूलाई म देखाउँछु अगाडि प्राइज थाप्नुभन्दा अगाडि नाचेको सेकेन्ड विजेता ल नाच्दैछ जितेर नाच्दैछ हाउसफुल विजेता ल भर्खर हाउसफुल जितिसकेको छ है हौजीको पनि यतिमा अन्त्य भयो है हाउसफुल जितेको छ हाम्रो दाइले है ल पैसा थाप्दै हाउसफुल प्राइज ल अब ग्रुप फोटो हुँदैछ है आजको प्रोग्रामको सबै इनलाइन आफ्नो ठाउँमा बसिसक्नु भएको छ यहाँ देख्न सक्नुहुन्छ स्पाउसेसहरू अगाडि है हस्बेन्डहरू पछाडि टक्क मिलाएर बस्नु भएको छ यो चाहिँ बिफोर डिनर ग्रुप फोटो हुँदैछ हाम्रो सानो भान्जीले फोटो खिच्दैछ है यता यस्तै छ हाम्रो अब म पनि जोइन गर्दैछु ग्रुप है ल ग्रुप फोटो हुँदैछ है यता हेर न ब्लगमा जान्छ नि यो त मिस है लाग्दा के छ ठिक छ नि होइन ब्लगमा जान्छ है यो भिडियो ल ग्रुप फोटो हुँदैछ है ट्याक्कसँग सबै सुसज्जित बस्नु भएको छ भिडियो पनि जाँदैछ है ल दाइ आजको प्रोग्राम कस्तो हुँदैछ सोफार तपाईँको उयोमा भनिदिनु न एक्सपिरियन्समा आज हाम्रो जिएसबिएसको र एसपिएस बेस्ट हजुर होइन यो इन्डियन स्टेसन बेस्ट चाहिँ वेलकम फेयरवेल / 2082 सालको नयाँ वर्षको हजुर खुसियालीमा होइन यसो जमघट हुने बिफोर इस्टर लिभ हजुर गर्दाखेरि यत्रो परिवार इट्स लाइक दसैँ तिहार जस्तै आज भेट भएको छ अनि प्लस साइडमा चाहिँ अब सबैले अब आजको मेन थिम नै आफै खाने आफै पकाउने होइन सरी आफै पकाउने आफै खाने भन्दाखेरि इट्स बिन अ गुड इभेन्ट सोफार होइन स्टिल अब रात बाँकी हजुर खाना रात अभि बाँकी गर्दा त्यसो छ हो यार हुन्छ थ्याङ्क यू है एकदम रमाइलोवाला छु है आजको रात चाहिँ कस्तो भइरहेको छ त प्रोग्राम दर्शक भनिदेऊ न त आजको यो हाम्रो प्रोग्राम चाहिँ एकदमै रमाइलो भइरहेछ स्पेसली 2042
82 हो हामीले चाहिँ अर्ली नै सेलिब्रेसन गर्दैछौँ तर आज यो जेस्टेस फ्यामिली एक्सप्रेस फ्यामिली सबै एकै ठाउँमा बाँधिनु पाउँदा सबैको खुसियाली सँगै साँठगाँठ गर्नु पाउँदा एकदम खुसी लागिरहेको छ त्यही माथि अब हाम्रो भाउजूहरू बहिनीहरूले घरबाट मिठो मिठो बनाएर ल्याउनु भएको थियो स्टार्टरको लागि एकदमै खायो 3टा सेलरोटी त मैले खाइदिएँ काउन्टै गर्नु परेन तर एकदम रमाइलो भइरहेछ अझ इभिनिङ बाँकी छ अझ उज्यालो बाँकी छ मोटुको थ्याङ्क्स सोहन तिम्रो एकदमै अनेस्ट है आजको एक्सपिरियन्स बताइदियो थ्याङ्क यू ब्लगलाई अलिकति वेलकम छ यो हाम्रो फ्यामिलीमा ए थ्याङ्क्स यार फ्यामिलीमा तपाईँहरूको प्रेजेन्स धेरै ठुलो लागेको छ थ्याङ्क यू सोहन ल है ल डिनर सुरु भइसकेको छ है एप्स हान्दैछ केटाहरूले ल चुली ठिक छ हालौँ ल दाजु ल है हातले भान्नुपर्छ ल ल अब जाउँ हाम्रो दिदी बहिनीहरूको एक्सपिरियन्स कस्तो हुँदैछ आजको साँझ है पार्टीमा ल यहाँ म बिस्तारै लान्छु भिडियो ल है सबैले डिनर खाँदै हुनुहुन्छ है एकदमै रमाइलो भइरहेको छ जस्तो देखिन्छ सबै खुसी नै हुनुहुन्छ है यता हाम्रो हुनुहुन्छ दिदी बहिनीहरू अलिक लजालु पनि हुनुहुन्छ कोही है ल यता मिसेस आफ्नै मिसेस लजालु यता हेर न हो यता हो भ्लगमा ल कस्तो ठिकै छ अहिलेसम्म बोल न सुनिँदैन हो ठिकै छ नि होइन ल तपाईँहरूलाई कस्तो भइरहेको छ अहिलेसम्म है मिठो छ है खाना ल है दिदीहरू चिकन चाहिँ बेस्ट भन्नुभयो ल आलु कोपी पनि मिठो रहेछ ल म अर्को सेक्सनतिर जान्छु है ल हुन्छ धन्यवाद ल हाम्रो अब यहाँ जेन्टलम्यानहरू है खाना खाँदै हुनुहुन्छ पक्का दाइ ठिकै छ नि होइन खाना यहाँ सबैले पक्का हातले दिइरहेछ रहेछ भाइले गुड 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 पक्का गोर्खाली स्टाइल है यहाँ सबै हाम्रो दाजुभाइहरू छन् है ल गफ गर्दै खाना खाँदै सङ्गम भाइ या सोहनको मलाई मन पर्यो हड्डी पनि चपाएर है पास एकदमै खुसी देखिनुहुन्छ है खाना मिठो छ जस्तो छ हाम्रो रेखा दिदीलाई सोधिहालौँ दिदी आज खाना कस्तो लाग्यो तपाईँलाई दामी छ है ल सबैले आज रमाइलो गरिराख्नु भएको छ यता है ल अब बिस्तारै अगाडि बढौँ है आफ्नो गफमा व्यस्त हुनुहुन्छ हाम्रो दिदीहरू सबैजना एकदमै आज मिङ्गलिङ एराउन्ड भइराखेको छ है हाम्रो सानो भान्जा छ यहाँ भान्जा भान्जी है हेलो हाउ आर यु ल ठिक छ आफ्नै तालमा हुनुहुन्छ हाम्रो दिदीहरू हुनुहुन्छ यहाँ है हेलो दिदी ल एकदमै अब हामी हाम्रो सिनियर हाम्रो सापहरू दाईहरूकोमा देखाउँदैछौँ है दाई सन्चै हुनुहुन्छ तपाईँहरू ल है क्लिप जान्छ है यो चाहिँ युट्युबमा युट्युबर त होइन यसो आजको सानो क्लिप अघि खिचिसकेको छौँ होइन अघि हामीले खिचिसकेको छौँ यता हुन्छ हाम्रो अग्रज दाईहरू हुनुहुन्छ सापहरू हुनुहुन्छ है हजुर 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 साइड हस् तपाईँहरूको यसो इन्जोय गरेको सानो क्लिप खिच्दैछु है ल दामी 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 भाइबमा सबै भाइबमा बादल पारीको देश ल दामी लाग्बा भाइको डान्स
जोन चामलिङ राईको जाँदैछ क्यारोकीमा हाम्रो भाइ सङ्गम भाइले। सुरु आँखाका खतरा स्टेप यार खतरा। हुँदैछ हुँदैछ दुर्गेश केटाहरू फुल अन एक्टिङ मुडमा छ आज है। बा के हो यो मुभ 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 केटाहरूले मार 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 मार। सबै रमाइलो भाइब्समा है नाच्दैछ रुकुमाई कोडामा।